उसँग तपाईँको छैन फोन त छ, फोनमा के छ नम्बर, फोनमा सिडिओको नम्बर हुनु पर्थ्यो होला, प्रहरीको नम्बर हुनु पर्थ्यो होला, त्यो छैन। त्यो शिक्षा पनि हामीले दिनुपर्छ। क्यानमा भएको क्यूआर कोड स्क्यान गर्नुहोस् र सुनको बल जित्ने मौका पाउनुहोस्। जान अनजान, त्यसले गर्दाखेरि म यहाँहरू सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु, त्यसतर्फ द फन्डामेन्टल्स, ती आधारभूत संरचनाहरू जुन छन्, ती आधारभूत संरचनाहरूलाई राखेर हामीले अरू के गर्ने हो, होइन, अरू हामी चाहिँ गर्न सक्छौँ, तर ती फन्डामेन्टल्सलाई नछोइयोस् भनेर म सरकारलाई, सम्बन्धित पक्षलाई, सबैजनालाई हार्दिक निवेदन पनि गर्न चाहन्छु। हामी प्रतिपक्ष अपोजिसन भनेको पनि हामी सरकारकै एउटा हिस्सा हो भन्छु म चाहिँ, होइन, भनिन्छ गभर्मेन्ट इन वेटिङ। त्यसले गर्दाखेरि हाम्रो पनि भूमिका छ, हामीले सल्लाह सुझावहरू दिइरहेका छौँ। सरकार एक्जिक्युटिभ हो, त्यसो भएको कारणले सरकारले सकारात्मक ढङ्गबाट लिनुपर्छ सल्लाह सुझावलाई भन्न चाहन्छु। यहाँ विपदका कुरा थुप्रो आए, अब त्यो विपद कसरी हुन्छ त? दुर्घटना भयो, सरकार गएन, हेलिकप्टर पठाएन भनेर तपाईँको चाहिँ हामीले भनिरहेका छौँ। त्यो परम्परागत हिसाबबाट हामीले यसलाई हेरिरहेका छौँ। मेरो बुझाइमा दुर्घटनाको जम्मा 3टा तपाईँको चाहिँ कारण हुन्छ, एउटा प्राकृतिक, अर्को प्राविधिक र अर्को चाहिँ हाम्रो मानवीय लापरवाही। त्यो घटना कसरी घट्यो त्यसको अनुसन्धान सूक्ष्म तरिकाले हुनुपर्छ। र नेपालमा हुने जति पनि सडक दुर्घटना होस् या जस्ता सुकै दुर्घटना हुन्, ती दुर्घटनाहरू, ती विपदहरू के कारणले भइरहेको छ त्यसको जरासम्म जानुपर्छ। र जरासम्म गइसकेपछि त्यो विपदको बेलामा हामी के गर्छौँ? मैले अस्ति पनि भनेको थिएँ, यहाँ फायर एक्सटिङ्ग्विसर छ तर हामीले चलाउन आउँदैन। यहाँ इनकेस आगो लाग्यो भने हामीलाई नै आउँदैन, होइन, हामी आत्तिन्छौँ, एकअर्कामा ठोकाठोक हुन्छ, खुट्टा ठोकेर, टाउको ठोकेर हामी आफै घाइते हुन्छौँ। यहीँभित्र पनि आई ग्यारेन्टी 30% भन्दा धेरै सांसदहरूलाई यो फायर एक्सटिङ्ग्विसर चलाउन आउँदैन। खोइ त हामीलाई नै तालिम छैन भनेपछि गाउँमा बस्ने मान्छेलाई तालिम होला, होइन? उसँग तपाईँको छैन फोन त छ, फोनमा के छ नम्बर, फोनमा सिडिओको नम्बर हुनु पर्थ्यो होला, प्रहरीको नम्बर हुनु पर्थ्यो होला, त्यो छैन। त्यो शिक्षा पनि हामीले दिनुपर्छ, म त्यो भन्न चाहन्छु। र विपद पर्दाखेरि के गर्नुपर्ने त? प्रहरीको नम्बर छैन, सिडिओको नम्बर छैन, अस्पतालको नम्बर छैन, जनप्रतिनिधिको नम्बर पनि छैन, अनि त्यहाँदेखि त्यो भिडमा पर्खिराख्नुपर्ने स्थिति भयो होला। गल्ती भयो, होइन, त्यो गल्ती फेरि नदोहोरियोस् भन्न खातिर हामीले प्रोएक्टिभली काम गर्नुपर्छ। मलाई आएन भनेर यहाँ रुइरहेका छौँ हामी, सबै देख्छु, हामी रुई मात्रै राखेका छौँ, सरकारलाई दोष्ने, होइन। आज रासपाको सरकार छ, रासपालाई दोष्ने, हिजो कङ्ग्रेसको त्यो कङ्ग्रेसलाई दोषियो, एमालेको थियो एमालेलाई दोषियो। तर आयात होइन, उत्पादनको नीति लिउँ न हामीले, त्यो मल हामीले बनाउन सक्दैनौँ। अब आफ्नो एक्सट्रिम एनर्जी ड्रिङ्कको क्यानमा भएको क्यूआर कोड स्क्यान गर्नुहोस् र सुनको बल जित्ने मौका पाउनुहोस्।